अनि दिदी तपाईँ क्रोसिया आउनु भएको चाहिँ कति भयो अहिले? म आएको भयो नि भाइ 3 वर्ष भयो। ए 3 वर्ष भयो। म तपाईँको लगभग क्रोसियाको 2 वर्ष भयो र काम गर्दा गर्दा तपाईँको पहिले म सिजनलमा आएँ, सी साइडमा काम गरेँ होइन, र अहिले तपाईँको जागिरमा छु। र मैले तपाईँलाई सोध्न खोजेको चाहिँ यहाँनिर चाहिँ भाषाहरू कतिको इम्पोर्टेन्ट छ, स्किलहरू कति इम्पोर्टेन्ट छ? अहिले क्रोसियामा चाहिँ अहिलेको कन्डिसन हेरेर चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको भाषा र स्किल नै छ। जब तिमीसँग भाषा हुँदैन तबसम्म तिमीसँग स्किल हुँदैन, काम पाउन एकदम गाह्रो छ। काम पाइहाल्यो भने पनि टिक्न एकदम गाह्रो छ। त्यही भएर भाषा अनि स्किल चाहिँ अनिवार्य नै छ। अनि दिदी मैले तपाईँको क्रोसियाको जागिरमा चाहिँ मैले धेरै होस्टेलहरूमा तपाईँको नेपाली दाजुभाइ दिदीबहिनीहरू बेरोजगार पनि देखेको छु। यो हुनुको कारण चाहिँ के? अब कतिपय अब देखिन्छ नि त्यहाँनिर, तपाईँको विचारमा तपाईँ 3 वर्ष यस्तो हो भाइ, हामी नेपालीको गल्ती चाहिँ म के मान्छु भने जब कुनै देश जानु छ भने त्यहाँको बारेमा नबुझिकन हामी फाल्छौँ नि त। त्यहाँ के छ, त्यहाँको भाषा के छ, काम कस्तो पाइन्छ, त्यहाँ हामीले स्किल लिएर जानुपर्ने हो कि नन स्किल जाँदा पनि हुन्छ, त्यो चाहिँ हामी नबुझिकन पहिलो कुरा अप्लाई गर्छौँ। पहिलो कुरा त्यो लाग्छ मलाई। अनि दोस्रो कुरा त्यो जुन ठाउँमा हामीहरू जाँदैछौँ नि त्यहाँ भएको साथीभाइ आफन्तहरूलाई राम्रोसँग बुझेर के गरेर आउँदा ठिक हुन्छ, कसरी आउँदा ठिक हुन्छ, अथवा कुन एजेन्सीबाट आउँदा ठिक हुन्छ, सबै कुरा डिटेल बुझेर मात्रै अप्लाई गर्नुभयो भने पहिलो कुरा म त्यो देख्छु। अनि दोस्रो कुरा आइसकेपछि पनि हामी जुन काम गरिरहेको हुन्छौँ नि त्यसलाई निरन्तरता दिने चलन हाम्रो छैन क्या नेपालीहरूको कति धेरै। मैले देखेको है, मैले पनि पहिला एक ठाउँमा काम गरेर अर्को ठाउँ जहाँ अप्लाई गरेँ नि त्यहाँ एकदम धेरै म इलिगल भएर बसेको। अब 7-8 महिना नै म इलिगल बसेको, मैले भोगेको कुरा। त्यो देख्दाखेरि चाहिँ के लाग्छ भने आफूले सकिन्छ भने बिस्तारै आज नराम्रो भए पनि भोलि राम्रो हुन्छ भन्ने सोचेर निरन्तरता दिउँ भन्ने जस्तो चाहिँ मलाई लाग्छ। तर अब कतिपय ठाउँमा पनि सबै नराम्रो पनि छैन, सबै राम्रो पनि छैन। नराम्रो कम्पनीहरू पनि छ, राम्रो कम्पनीहरू पनि छ। कुनै कतिपय ठाउँमा काम गरेको स्यालेरी नपाएका रेकर्डहरू पनि धेरै छन्। अब काम पाउनुहुन्न बिचरा, अब काम पैसा तलब नपाइसकेपछि त हामी काम गर्न सक्दैनौँ नि त। अनि त चेन्ज गर्नु पऱ्यो, चेन्ज गर्दा इलिगल बस्नुपर्छ, इलिगल बसेपछि होस्टेलमा बस्नु पऱ्यो, पैसा दिनु पऱ्यो। कतिवटा त अब डिपोर्ट भएर गएको केसहरू पनि हाम्रो आँखा अगाडि छन्। त्यही हो, अब कतिपय ठाउँमा हाम्रै नेपालीकै कमजोरी पनि हुन्छ, कतिपय ठाउँमा कम्पनीको दोष पनि एजेन्सीको दोष पनि हुन्छ। अब त्यो हेरी हुन्छ। नेपाली हुनुहुँदो रहेछ, म चाहिँ कामको सिलसिलामा चाहिँ यसरी हिँडिरहेको छु, काम खोजिरहेको छु। तपाईँहरूले काहीँ कामहरू बुझ्नुभएको छ भने प्लिज भनिदिनु है। म चाहिँ विगत 8 महिनादेखि चाहिँ जबलेस भएर चाहिँ बसिरहेको छु। यहाँ कहीँ कतै तपाईँहरूले बुझ्नुभएको छ भने प्लिज तपाईँहरूले मलाई सहयोग गर्नु। भोगेको कुराहरू चाहिँ मैले त्यसमा सोधेको छु। वास्तवमा तपाईँको चाहिँ तपाईँ हामी जस्तो जुन एउटा बेरोजगारसँग काम नपाएको साथीभाइ छ उहाँको लागि चाहिँ उहाँ धेरै पनि भगाउनु भएको र त्यसको बारेमा चाहिँ वास्तवमा चाहिँ यसको समाधान चाहिँ के होला, के गर्दाखेरि चाहिँ ठिक होला? तिमीसँग स्किल केही छ भाइ? भाषा चाहिँ कतिको छ? ठिक छ नि त, म पनि कतै बुझ्छु। तिमीलाई तिमीसँग स्किल पनि रहेछ, भाषा पनि रहेछ, कतै त्यस्तो काम भयो भने म तिमीलाई खबर गर्छु नि त ल। यहाँ चाहिँ अहिले पछिल्लो समयमा चाहिँ क्रोसिया कस्तो रहेछ भने भाषा र स्किल सँगसँगै पनि तपाईँको डकुमेन्टमा पनि तपाईँको चाहिँ के कतिको हुनुपर्छ भन्ने कुरा चाहिँ तपाईँ जस्तो समस्या मलाई नै पर्छ, मलाई जस्तो समस्या पर्ने पर्छ। त्यही कारणले गर्दा धेरै समस्या चाहिँ क्रोसियामा आइपरेको चाहिँ हो होइन। त्यसले गर्दा अब आउने पिँढीहरूको लागि चाहिँ त्यो समस्या होइन त्यो गाह्रो पर्छ नहोस् भन्ने चाहिँ है।